यिनीहरू भेट्दैन नाइस नाइस मलाई यस्तो स्याड वाला स्टोरी चाहिँ फेरि खासै अलिक दुखी दुखी बनाइदिन्छ कि त शरीरमा क्या भन्दै के किन बोलाएको मैले करेन्ट चाउचाउको लागि बोला भेजिटेरियन है ओके सो हेलो नमस्ते एभ्रिवन वेलकम ब्याक इन युट्युब च्यानलमा फेरि नयाँ भिडियोको साथ आइसकेका छौँ। सो आजको भिडियोमा चाहिँ हामी डबल रियाक्सन 4जनाको रियाक्सन गर्न गइरहेको छौँ होइन। जन राईको न्यू म्युजिक भिडियो जुन चाहिँ हुनेवाला चाहिँ पर्खिरहेछ। यो चाहिँ मेरो सेकेन्ड टाइम हुन्छ होइन, केटाहरूको चाहिँ फर्स्ट टाइम होइन रियाक्सन हजुर एकदम एकदम। ओके सो गाइज वी गोइङ टु रियाक्ट अन दिस म्युजिक भिडियो। अल्सो वी हेभ माइला बाउ माइला बाउ विथ अस। वी गोना एक्सप्लेन दिस म्युजिक भिडियोको के छ होइन, यसको रहस्य चाहिँ सबैजनाले जस उसको अन्डरस्ट्यान्डिङमा कुन छ त्यही एक्सप्लेनेसन गर्छु भन्दैछ होइन। हेरौँ कस्तो हुनेवाला छ। ओके गाइज एन्ड यति भन्दै अब भिडियोतर्फ लाग्छु लागौँ होइन। थ्याङ्क यू सो मच लेट्स गो। जिसिया त मेरो कलेजको नाम थियो। स्टारिङ शिल्पा मस्के केटीको नाम शिल्पा होइन। यो डिटेल्स चाहिँ दामी लागेको मलाई। यो माथिबाट फुलहरू झरिरहेको डिटेल्स हेर न, ब्लड छ त त्यो फुल झरिरहेको त हुन त एउटाले माथिबाट फ्याएको होला कि। ये सब क्या देखना पड़ रहा है। ओके यो स्वरको लागि प्र्याक्टिस गर्नुपर्छ कि गड गिफ्टेड हो त? के को लागि? स्वर जोन राईको स्वर त गिफ्टेडै हुनुपर्ने। दुइटै हुनुपर्छ जस्तो लाग्छ मलाई। प्र्याक्टिसले पनि धेरै नखार्छ होइन, तर अफकोर्स गड गिफ्टेड पनि हुनुपर्छ। दुइटै प्र्याक्टिस पनि चाहिन्छ तर होइन। उहाँको एउटा छुट्टै होइन किसिमको छ। हाम्रो जोन चामलिङ दाईको चाहिँ अब एकदम मेलोडी प्लस होइन अलिकति राम्रो एकदम सुन्दा एकदमै कानमा एकदम बुम्स एउटा शरीरमा क्या ओके ओके ठिक छ ठिक छ। ओके वी गोइङ टु प्ले दिस वन। ओके धेरै लामो भयो यार, 1 मिनट मात्र बोलिसक्यो। आँसु क्या मिठो टाइमिङ हुन्छ। लिन गयो होला नि त्यस्तै लाग्छ। ड्रम पनि दामी छ नि यार, टुचुक टाइपको क्या। यो पार्ट दामी लाग्छ क्या।
एकछिन हल्का ब्याक गर त हल्का त्यो फुली सानो फुल फुलिरहेको हो यो हल्का योभन्दा अगाडि अझै अब प्ले गर त होइन त्यो अब यिनीहरूले त्यो फुल अघि फुट्दाखेरि त ठुलो थियो नि त होइन यिनीहरूले पहिला सँगै मिलेर उ त्यो जस उ त गरेको रहेछ क्या जस त्यो देखाएको एउटा ब्याकग्राउन्ड टाइपको रहेछ यो चाहिँ देखेको थिइनँ मैले अहिले भर्खर देखेँ त्यही भएर हो कि होइन कन्फर्म गर्नुलाई सानो छ यिनीहरू भेट्दैन नाइस मलाई यस्तो स्याडवाला स्टोरी चाहिँ फेरि खासै अलिक दुखी बनाइदिन्छ कि त अब के छ त्यही त होइन उनीहरूलाई सोध न उनीहरूको त फर्स्ट टाइम होला मेरो त 2-3 चोटि हेरिसकेँ मैले उनीहरूको फर्स्ट इम्प्रेसन के थियो सन्जय के छ कस्तो लाग्यो होइन एकदम भोकल प्लस होइन भनौँ न अब ठाउँ होइन एउटा म्युजिक सुट हुन्छ नि एउटा एकदम राम्रो लाग्यो एकदम फर्स्ट यो सेट जहिले पनि जोन चामलिङको होइन दाइको एउटा सेट उसमै हुन्छ प्राय गीतहरू एकदम मन छुन्छ एकदमै मतलब मन छुयो गीतले स्टोरी पनि जुन देखाएको एकदमै भित्री मनसम्म पुग्यो एकदम राम्रो लाग्यो भिडियो अब त्यही अब आफ्नो एउटा केटाकेटीको जस्तो अब लाइफमा होइन स्ट्रगल फेसमा एउटा फेस भनौँ न एउटा फेसमा जुन एउटा मैले चाहिँ के बुझेँ भने फेसमा एउटा स्ट्रगल हुन्छ एउटा होइन एउटा मतलब कम्युनिकेसन गर्दाखेरि अब केही अब त्यसमा मिसअन्डरस्टुड पनि हुनसक्छ एकअर्कालाई सँगै हिँड्दाखेरि पनि केही होइन कुराहरूले अब त्यसमा मैले चाहिँ त्यही देखेँ अब केही कुराले गर्दा चाहिँ अब त्यो बाधा अर्चना आउँछ होइन अब पुग्न सक्दैन त्यो फिल त्यो लास्ट फेजसम्म चाहिँ त्यस्तै लाग्यो मलाई चाहिँ म त पोइन्टमै आउँछु भिडियो कुरा गर्दाखेरि गफर जानुपर्दो रहेछ कहीँ जाँदाखेरि अनि हराइँदो रहेछ अनि लास्टमा हरायो नि त हेरै नजिकै भएर नि भेटाएन त नि कस्तो दुःख लाग्दो मेज हो नि त त्यो मेज भएर अब तिमी चोक जाँदैछौ भने त हराउँदिनौ नि त 2-3 चोटि हराएको छु म अब म चाहिँ अब त्यही हो भिडियोको बारेमा भन्नुपर्दा एभ्री डिटेल्सहरू होइन एकदम मजाले देखाएको जस्तो लाग्यो जस्तै त्यो सानो उनीहरू पहिल्यै त्यो अघि भने नि मैले फुल रोपेको त्यो डिटेल्स याद थिएन मलाई अनि सँगै त्यही भएर त्यो फुल चाहिँ एकदम भ्यालुएबल भयो नि त उनीहरूको लागि जस दुईजनाको एउटा मेमोरी काइन्ड अफ अनि त्यो पट फुट्दा अब त्यही त हो नि अब केटा गयो अब केटीले रिसायो भन्ने सोचो केटा रिसाएको हुँदैन खासमा खोज्नु गएको हुन्छ तर नभनी गएको त्यो दुईजनाको मिसअन्डरस्ट्यान्डिङ त्यही भयो अनि त्यसले गर्दा अब बाहिर गएपछि मेजमा हरायो त्यो दुनियाँ आन्तरिक के भन्छ यो दुनियाँमा हरायो क्या हो पुरै केमा हरायो होइन त्यो अब लाइफसँग रिलेट गर्नु खोजेको त हो त्यो लाइफसँग रिलेट गर्नु खोजेको क्या मेन त मेजलाई अनि त्यही अब मिसअन्डरस्ट्यान्डिङले गर्दा अब दुईजनाले अब त्यो लाइफमै भुल्यो केटा होइन केटी चाहिँ अब केटा रिसायो भनेर भुल्यो अब कम्युनिकेसन भएन अनि त्यो डिस्टेन्स चाहिँ भइरहेको क्या त्यही अब सबै कुरा राम्रो छ भिएफएक्स पनि ठिकै हो यतिको वाइज एक्टिङ वाइज राम्रो छ सबै कुरा गाना चाहिँ बवाल छ गाना पनि राम्रो छ अब गानाको त पहिल्यै सुनिसकेको हो नि त र भर्जन त त्यही भएर गाना त अब बवालै भइहाल्यो आई थिङ्क दिस इज द बेस्ट एक्सप्लेनेसन एभर है गाइज यो पर्खिरहेछु भन्ने म्युजिक भिडियोको चाहिँ अब थाहा छैन अरूले कति एक्सप्लेन गरे बट माइलो डिड अ ग्रेट जब के तर माइलो मुटुकै हुन्छ अब सबैको अब मोस्ट अफ द मान्छेको लाइफमा चाहिँ रिलेटेड हुन्छ मेज भनेको बेसिकली लाइफ भइहाल्यो अनि यो ग्रिन हाउस छ नि जुन चाहिँ गार्डन त्यो भनेको चाहिँ अब दुईजनाको लाइफ टाइपको हो क्या अनि त्यो मेजमा चाहिँ त्यही नै हो जस्तो लाग्यो इन माई ओपिनियन
इन माई ओपिनियन भन्नुपर्छ रे क्या फेरि गलत भयो भने बनाउँछ त्यस्तो हुन्छ भन्छ त्यो बवाल छ जोस् मैले अब हेरिसकेको हो 3-4 चोटि त्यही पनि केटाहरू इन्स्टाग्राम लिङ्कमा हालिदिउँला होइन कसैले के भन्न बिर्सेछ भने गाली गर्नको लागि लिङ्क राखिदिन्छु ओके बवाल थियो ल गाइज यो चाहिँ मेरो दोस्रो भिडियो हुनेवाला छ होइन एन्ड यति नै भन्थ्यो अब हामी अब ऱ्यापअप गर्न चाहन्छौँ होइन हो कि क्या हो ओके गाइज सो वी क्यान टु सी इन नेक्स्ट भिडियो अहिलेको लागि चाहिँ बिदा माग्न चाहन्छु थ्याङ्क यू सो मच एन्ड बाई भन्दै किन बोलाएको मैले करेन्ट चाउचाउको लागि बोला भेजिटेरियन है साका लागा बोम बोम ल बाई